देश निर्माणमा समर्पित मिडिया। नमस्कार। नमस्कार, यहाँलाई स्वागत छ। धन्यवाद। वित्तीय साक्षरता जागृत समाज नेपालको अध्यक्ष हुनुहुन्छ। हजुर, लामो समयदेखि हामीलाई वित्तीय विशेष गरी लघु वित्तले शोषणमा पार्यो भनेर यहाँहरू त्यसको न्यायको लागि लडिरहनु भएको छ। तर यहाँले एउटा गम्भीर आरोप छ नि, जस्तो यहाँहरू पैसा खाने, पैसा लिने अनि तिर्ने बेलापछि विभिन्न बाहना देखाएर नतिर्ने, अनि त्यस्तो हुन्छ भनिरहेको छ। के भन्नुहुन्छ? यस्तो हो, वित्तीय क्षेत्रमा भएको समस्या एउटा दुईटा व्यक्तिले लिएर तिर्न नसकेको त्यो एउटा खालका चाहिँ समस्याहरू हुनसक्छ। तर यो समग्र रूपमा चाहिँ यो देशभरि भएका वित्तीय समस्या, जुन वित्तीय क्षेत्रमा वित्तीय दलालहरूले जो राष्ट्र ब्याङ्कद्वारा पैसाको व्यापार गर्नु भनेर जो इजाजत दिएको संस्थाहरूले चाहिँ विनियम बनाएर 2074 को मुलुकी ऐन विपरीत विनियम बनाएर चाहिँ जसरी अहिले मनपर्दी ढङ्गमा जसरी तमसुक गरेर चाहिँ लिखितमा गरेर चाहिँ जसरी चाहिँ तपाईँको चाहिँ 15% को ब्याज दरमा चाहिँ ल्याप्चे थिचाउने र विभिन्न नाममा शीर्षकबाट चाहिँ तपाईँको चाहिँ 35 देखि 40 देखि 45% चाहिँ ब्याज असुल उपर गरिराखेको हुनाले हामीले चाहिँ के भनेका छौँ भने हामीले हिजोदेखि भन्दै आएको कुरा चाहिँ के हो भने अन्यायपूर्ण ऋण विनाम गर्नुपर्छ राज्यले भनेर हामीले चाहिँ राज्यसँग माग राख्यौँ। र हामीले के भनेको छ भने हामीले खाएको ऋण तिर्नु हुँदैन भनेका छैनौँ, खाएको ऋण तिर्नुपर्छ। तर तिर्नका निम्ति हिसाब किताब गरौँ न त भन्दाखेरि वित्तीय दलालहरू मानिराखेको अवस्था छैन। समस्या यही नै हो। हामीले त आम नेपाली जनताहरूले हामीले यो जब 2048 सालदेखि स्थापना भएको जो चाहिँ तपाईँको ग्रामीण विकास ब्याङ्कको नामबाट हुँदै अहिले चाहिँ लघु वित्तीय संस्थाहरूबाट जसरी आम ग्रामीण भेगका गरिब किसानहरू जसरी ठगिएका छन्, ती गरिब किसानहरूको न्यायको पक्षमा उनीहरूको हिसाब किताब चाहिँ गरौँ भन्दा वित्तीय संस्थाहरू भागिराख्ने र त्यसपछि फेरि एउटा खालको ऋण तिर्नु नसक्दाखेरि, किस्त बुझाउनु नसक्दाखेरि चाहिँ अपराधीलाई जस्तै गरेर जुन घर घेरा हाल्ने, सामाजिक रूपमा गाली बेजेती गर्ने र सामाजिक रूपमा बहिष्कृत गरिसकेपछि उठेको आन्दोलन। जस्तो तपाईँले भन्नुभयो 15%मा लेप्चा थिचायो। हजुर, 45%सम्म लिइरहेको छ। विभिन्न नाममा, सेवा शुल्कको नाममा, विभिन्न नाममा चाहिँ यिनीहरूले चाहिँ तपाईँको चाहिँ हिसाब किताबहरू चाहिँ तपाईँको चाहिँ छलकपट गरेर विभिन्न नाममा गाउँका किसानहरूलाई 2074 को मुलुकी ऐनले के भन्छ त भने 2074 को मुलुकी ऐनले वार्षिक रूपमा 10% भन्दा कुनै पनि तपाईँको चाहिँ दिएका साउको ब्याज असुल उपर गर्न पाइने छैन भनेको छ। र उनीहरूले विनियम बनाएर 15%मा ल्याप्चे लगाउँछ र त्यहाँ गाउँमा गएर विभिन्न यो न त्यो नाममा चाहिँ विभिन्न बाहनामा वर्षमा 3 चोटि चाहिँ तपाईँको चाहिँ नवीकरण गराउँछ। वार्षिक रूपमा एकचोटि नवीकरण गर्ने हो नि, ऋणको नवीकरण, ऋण एउटा खालको चाहिँ नवीकरण गर्नको लागि ऋणीहरूलाई 3 चोटि गर्छ। त्यसमा सेवा शुल्क विभिन्न खालका चाहिँ तपाईँको चाहिँ एउटा खालको हिसाबबाट चाहिँ लुटिएका छन्, विभिन्न याद छन्। अहिले भन्यो भने घन्टौँ लाग्छ, तर यी हिसाब गरौँ भनेर हामीले भन्यौँ र उहाँहरूले चाहिँ मान्नु भएन। तर त्यसको लागि अहिले हाम्रो वित्तीय साक्षरता जागरण समाजले स्थानीय सरकार, वित्तीय संस्थाका प्रमुख र स्थानीय प्रशासन र हाम्रो संस्थाले व्यापक रूपमा चाहिँ पीडितहरूको न्यायको पक्षमा पीडितहरूलाई यो दलदलबाट मुक्त कसरी गर्न सक्छ भनेर चाहिँ देशव्यापी रूपमा कार्यक्रम लानका लागि हामी यही आउने असोजको 27 र 28 गते काठमाडौँमा हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ। त्यो बैठकद्वारा चाहिँ हामी व्यापक रूपमा एउटा खालको चाहिँ बृहत अन्तर्क्रियात्मक कार्यक्रम गाउँ गाउँमा हामीले चाहिँ यो वित्तीय क्षेत्रमा भएका समस्या हल गर्नका निम्ति हामी निरन्तर अगाडि बढ्ने कार्यक्रमहरू हाम्रो तय हुन्छ र केन्द्रीय समितिले पास गरिसकेपछि हामी कार्यक्रमलाई निरन्तरता दिन्छ। एउटा कुरा जस्तो अब यहाँले विभिन्न बाहनामा, विभिन्न नाममा सेवा शुल्क लगायत के भनेर 45%सम्म असुलिरहेको छ। यहाँहरूसँग प्रमाण छ? त्यो प्रमाण छ। अब यहाँहरूको त्यो वित्तीयबाट पीडित हुने करिब 1500 देखि भन्दा माथिकोले आत्महत्या पनि गरिसक्यो। 1500 भन्दा माथिको आत्महत्या, लाखौँको सङ्ख्यामा विस्थापित र लघु वित्तीय संस्थामा 60 लाख सदस्य छ, 34 लाख ऋणी छन् र यी सबै 34 लाख ऋणीहरूको हिसाब किताब गर्नका निम्ति लघु वित्तीय संस्था तयार छ कि छैन? लघु वित्तीय संस्था तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। जस्तो तपाईँहरूको यत्रो अब तपाईँहरू यत्रो पर्सेन्टेजमा तिरिरहनु भएको छ, तपाईँहरूसँग प्रमाण पनि छ। 1500 भन्दा माथि पीडितहरू आत्महत्या गरिसके, विस्थापित भइसके
भइसक्यो। अहिलेको समय भनेको सामाजिक सञ्जालको समय हो हजुर होइन। पत्रकारहरू तपाईँहरूभन्दा टाढा छैन, नजिकै छ, घर घरमै छ अहिले पत्रकारहरू। तर पनि तपाईँहरू किन चुकिरहनु भएको छ र तपाईँको संवैधानिक निकाय नेपाल सरकार प्रहरीहरूले किन पक्राउ गरेर त्यस्ता दोषीहरूलाई कारवाही गर्न सकिरहेको छैन त? यो राज्यको लाचारीपन हो। राज्य वित्तीय दलालहरूलाई संरक्षण गर्न चाहन्छ र वित्तीय दलालहरूले त्यहाँबाट जुन एउटा पर्सेन्टेज रूपमा चाहिँ जसरी उनीहरूले चाहिँ तपाईँको चाहिँ लुटिएका छन् यिनीहरू बाँडेर खान्छन्, यी दलालहरू बाँडेर खान्छन्। त्यस कारणले निकायहरू किनिरहेको छ, सबै निकायहरू वित्तीय दलालहरूको छेउछाउमा घुमिराखेको वरिपरि घुमिराखेको अवस्था छ। त्यस कारणले गर्दा पनि हामीले 4 वर्ष पुरा भएर अहिले 5औं वर्षमा हामीले आवाज बुलन्द रूपमा उठाइराखेको अवस्था छ। अहिलेसम्म पनि नसुन्नु, अहिलेसम्म तपाईँहरूको यत्रो सरकार परिवर्तन भएर आइसक्यो, पटक पटक भए तपाईँहरूले अब आजसम्म तपाईँहरूसँग प्रमाण पनि छ यस्तो पीडा बोकिरहनु पर्छ, तर सरकारले सुनेकै छैन तपाईँको कुरा। होइन, मैले भने यी राज्य वित्तीय माफियाहरूको चङ्गुलमा डुबिएका छन् र राज्य शेरबहादुर देउवाको प्रधानमन्त्री कालदेखि हामी आन्दोलन सुरु गऱ्यौँ। त्यसपछि प्रचण्ड, केपी ओली लगातार निरन्तर एउटा खालको प्रधानमन्त्री बन्ने प्रक्रियाहरू निरन्तरता चाहिँ तपाईँको चाहिँ भइराखे, तर पनि वित्तीय पीडितहरूको आवाजलाई सुन्नु चाहेन। किनभने राज्यले चाहन्थ्यो भने राज्यको चाहिँ या चाहिँ राष्ट्र ब्याङ्कको नियमन निकाय एउटा खालको चाहिँ सक्रिय बनाएर चाहिँ तपाईँको चाहिँ यसको पूर्ण छानबिनमा लान्थ्यो भने यो समस्या हल यो 5 वर्षको अवधिसम्म रहन्थेन। यो एक आन्दोलन उठेको 1 वर्षमै यसको छिनोफानो यसको समस्या हल भइसक्यो। तर यी सबै चिज चाहिँ सबैतिर चाहिँ विभिन्न नाममा मध्यम वर्ग किसानलाई सहकारीले ठगेका छन्, उद्योग व्यापार व्यवसायलाई ठुलो ब्याङ्कले ठगेका छन् र आम गरिब किसानलाई जसले कोदो र मकै रोपेर 3 महिना खानाको लागि पनि एउटा खालको चाहिँ उत्पादन नहुने जमिन भएका आम गरिब किसानहरू जो मजदुरी गरेर खान्छन्, यिनीहरूलाई चाहिँ तपाईँको चाहिँ समूह जमानीमा राखेर चाहिँ जुन ऋण वितरण गरियो र तिनै समूह अन्ततः एउटा खालको चाहिँ अभिशाप बन्यो। मृत्युवरण गर्नुपर्ने परिस्थिति तिनै समाज बने, तिनै समूह बने। त्यस कारणले गर्दा यो एकदम पीडादायी ढङ्गबाट उठेको आन्दोलन हो। यो वित्तीय क्षेत्रमा भएको आन्दोलन हो। यो वित्तीय समस्या जो अर्थनीति आम गरिब किसानहरूको हितमा हुने जुन मौद्रिक नीति यो देशमा जबसम्म बन्दैन तबसम्म यी दलालहरूले यसरी नै खाइरहेको छ। र हामीले भनेका छौँ, हाम्रो संस्थाले चाहिँ 2074 को मुलुकी ऐनमा रहेर त्योभन्दा बढी लिएका हिसाब किताबहरू फिर्ता गर्नुपर्छ र यो राज्यले यो चाहिँ तपाईँको चाहिँ जुन विनियम बनाएको छ, जुन वित्तीय ऐन बनाएको छ, यो चाहिँ खारेज हुनुपर्छ। यो जनताको हितमा छैन, यो नेपालीको हितमा छैन, आम गरिब किसानको हितमा छैन, मजदुरको हितमा छैन, यो चाहिँ तपाईँको चाहिँ उद्योग व्यापार व्यवसायको हितमा पनि छैन। त्यस कारणले गर्दा यो विनियम खारेज हुनुपर्छ। यो विनियम खारेज गरेर आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्छ। जस्तो अब यत्रो सरकार परिवर्तन भएर आयो, हुँदा जेनजीको आन्दोलनले पनि केही उथुलपुथुल पारेको थियो। अहिले अन्तरिम सरकार बनेको छ, यो सरकार त झन् कमजोर देखिरहेको छ। अब कहिले तपाईँको यो माग तपाईँहरूले न्याय पाउनुहुन्छ, सम्बोधन हुन्छ भन्ने कुरा लागिरहेछ? हामी जहिलेसम्म न्याय प्राप्त हुँदैन तबसम्म हामीहरू आन्दोलन, हाम्रो सङ्घर्ष निरन्तर रहन्छ। र रह्यो जेनजी युवाहरूको आन्दोलन, जो चाहिँ उमेर समूहको युवाहरूले जो आन्दोलन गरेर 27 घण्टाभित्र कायापलट गर्यो यो सत्ता, जो चाहिँ भ्रष्ट दलाल त्यो गणतन्त्रका चाहिँ तपाईँको चाहिँ भ्रष्ट दलाल शासकहरूलाई जसरी लखेटिए, यो उपलब्धिमूलक यो चाहिँ आम युवाहरूले, जो युवा शक्तिले जुन खालका भ्रष्ट एउटा खालको चाहिँ शासकहरूलाई जसरी चाहिँ अन्त गर्नुपर्थ्यो गर्यो। तर त्यहाँबाट बनेको यो अन्तरिम सरकार यो राष्ट्रको लागि अभिशाप छ। त्यो कारणले गर्दा पनि यो सरकार मात्रै एउटा निर्वाचन गराउन आउने र यिनै संविधान, यिनै चाहिँ तपाईँको चाहिँ संसदीय प्रणालीलाई प्रक्रियामा रहेर चाहिँ कानुन सम्बद्ध चाहिँ फेरि एउटा चुनाव मात्रै गराउन खोजिरहेको छ। यो पश्चिमा डिजाइनबाट बनेको सरकार भएको कारणले गर्दा यो सरकारको फागुन 21 गतेको निर्वाचन मलाई लाग्छ फागुन 21 गतेको निर्वाचन बहिष्कार गर्नुपर्छ नेपाली जनताले। र किन अशान्ति ल्याइरहने हो र फेरि? होइन, जब भोलि पनि यो दिन आइरहेको छ, यही प्रणालीबाट, यही संसदीय प्रणालीबाट
हामीले चाहिँ फेरि चाहिँ निर्वाचन गराउने र कालोको ठाउँमा सेतो ल्याउने, सेतोको ठाउँमा कालो ल्याउने मात्रै गरिराख्ने हो भने केही मान्छे पात्रहरू फेर्न सकिन्छ, तर पनि एउटा खालको चाहिँ जेनजी युवा समस्या भनेको व्यवस्था हो। जेनजी युवाहरूको अपेक्षा भ्रष्टाचारिता शून्य र तपाईँको चाहिँ यो देशमा कार्यकारी राष्ट्र प्रमुख जो भनिराखेको छ त्यो ल्याउनका निम्ति पनि यो सरकारले यो निर्वाचन गराउनु दिनु हुँदैन र संविधान पुनर्लेखन गर्नुपर्छ। अन्तरिम सरकार के अरे गठन गरेर या चाहिँ अन्तरिम संविधान चाहिँ तपाईँ ल्याएर त्यो मार्फत चाहिँ तपाईँको चाहिँ एउटा खालको चाहिँ यो संविधानलाई पुनर्लेखन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र त्यस मातहतमा रहेका प्रधानमन्त्री र त्यसको क्याबिनेट र प्रदेश क्याबिनेट र स्थानीय क्याबिनेट जो 77 जिल्लावटामा 77वटा पालिका स्थापना गरेर लानुपर्छ र अन्य 77 जिल्लामा रहेका अन्य अहिलेका पालिका सबै वडा रहनुपर्छ। त्यो हिसाबले जाने हो भने मलाई लाग्छ 4165 जना जननिर्वाचित जनप्रतिनिधि भयो भने यो देश चलाउन सकिन्छ। त्यसकारणले पनि यो अहिले हामीले जुन बोलिरहेको जुन प्रणाली छ त्यो खालका चाहिँ जो प्रत्यक्ष कार्यकारी प्रणालीबाट आउँदाखेरि 30,000 भन्दा माथि चाहिँ तपाईँको चाहिँ अहिलेको जनप्रतिनिधिहरू चाहिँ तपाईँको त्यहाँ खारेज हुन्छ। त्यो माध्यमबाट जानका लागि आम जेनजी युवाहरूलाई, बुद्धिजीवी, देशभक्त, राष्ट्रप्रेमीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु र यो देशमा हामीले वित्तीय क्षेत्रमा भएको समस्या जो अर्थतन्त्रभित्र भएका विकृति र विसङ्गतिको अन्त गर्नको निम्ति पनि हाम्रो सँगसँगै यो राज्य निर्माण सँगसँगै एउटा त्यो खालको व्यवस्था आम गरिब किसानहरू, आम गरिब नेपाली जनता नागरिकहरूले एउटा अर्थव्यवस्था समानता हुने गरेर चाहिँ सबको चाहिँ एउटा खालको चाहिँ व्यवस्था भने ल्याउन पर्छ। यदि त्यो ल्याउनु सकेन भने फेरि त्यसको लागि अर्को दुर्भाग्य हो। त्यसकारणले पनि यो चुनाव फागुनको 21 गते हुने निर्वाचन बहिष्कार हुनुपर्छ र बहिष्कार गर्नुपर्छ। यो फागुनको 21 गतेको निर्वाचन सफल हुनु भनेको नै पश्चिमा शक्तिहरू सफल हुनु हो। त्यो कारणले पनि यो संविधानलाई यो फागुनको 21 गते अन्तरिम सरकारले जुन घोषणा गरेको निर्वाचन बहिष्कार गर्नुपर्छ। त्यसमा हामी लाग्छौँ र बहिष्कार हुन्छ। अन्त्यमा यहाँलाई जेनजीले नेतृत्व गरिदिनुहोस् भन्ने तयार हुनुहुन्छ? हामी तयार छौँ। तपाईँ तयार हुनुहुन्छ? म तयार छु, हिजो पनि तयार भयो, अहिले पनि तयार छु। र यो देशको अर्थव्यवस्था, यो देशमा आम गरिब किसानहरूलाई रोजगारको व्यवस्था, उद्योग कल कारखाना कसरी बनाउनुपर्छ र यो देशमा भएका चाहिँ तपाईँको चाहिँ हाम्रो भूमिमा भएका चाहिँ तपाईँको चाहिँ यो जडीबुटी विभिन्न खालका चाहिँ नदी नालादेखि कसरी सदुपयोग गर्नुपर्छ र देशलाई यही देशमा चाहिँ तपाईँको चाहिँ 50औं लाख युवाहरू चाहिँ खाडी मुलुकमा बेल्चा हान्नु पर्दैन र यो देशमा बस्ने, यही देशमा आफ्नो परिवारसँग गरी खाने एउटा व्यवस्था, रोजगारी, एउटा उद्योग कल कारखाना सबै कुरा यो देशको चाहिँ तपाईँको चाहिँ एउटा भौगोलिकता अनुसारको चाहिँ व्यवस्था हामी दिन सक्छौँ। यहाँलाई धन्यवाद। धन्यवाद।